ओए म समय हो। अरे कहना क्या चाहते हो? मैले तँलाई आज 24 घन्टा दिएँ, त्यसको बदला तैँले मलाई के दिइस्? पागल भइसक्यो हो। सुन, एक दिनमा 24 घन्टा, एक दिनमा 1440 मिनट, एक दिनमा 86,400 सेकेन्ड। सुत्नु अघि तैँले त्यो 86,400 सेकेन्डमा के गरिस्? मैले आज मेरो लाइफको लागि, मेरो जीवनको लागि मैले के काम गरेँ भनेर कहिले सोचेको छस्? त्यो त छैन। तैँले समय त पाइस् त। पागल भइसक्यो हो। अझ मलाई पागल भन्छस्? तेरो 16 वर्ष, 17, 18, 19, 20, तेरो 25 वर्षसम्म त एकदम खुसी छस्, तेरा साथीहरू छन्, त 2-4 दिन घुर्की लगाए तेरा बाउआमाले ऋणै काटेर भए पनि तँलाई खर्च गर्न पैसा दिन्छन्, सबै कुरो ठिक छ। तर 25 गर्छस्, तेरा साथीहरू हुँदैनन्, सबै आफ्ना बाटा, त पनि आफ्नो बाटो लाग्नुपर्छ। ठिक। अनि बुझ्छस् लाइफ के हो? तेरो उमेर बढ्दै जान्छ, तेरो एउटा हातमा मेहनत छ र तेरो अर्को हातमा समय। तेरो मेहनतले भन्छ कि ओहो अझ समय भइदिएको भए म अझ मेहनत गर्थेँ कि, होइन? अनि समयले भन्छ कि मैले समयमै मेहनत गरेको भए। हो यार। अब यो समय मेहनत यो दुई थरी भनेको तै नै हो। त आफैले भन्छस् कि उमेर बढ्दै गयो, मेहनत गर्नुपर्छ र मेहनत हुन्छ, मेहनतले भन्छ अझै मेहनत गर्न पाए हुन्थ्यो नि, समय नै पुगेन। अनि त आफैले भन्छस् समयमै मेहनत गरिदिएको भए मैले आज मेहनत गर्नै पर्छ। सही। अब त के भन्छस्? तँसँग बोलेर टाइम वेस्ट गर्नु छैन।